रुचि यामा ढोका हल भनेर सुन्नुहोस् ढोका हल भनेर ढोका सोका फोडिन्छु मैले खुल्दिन छिटो ढोका हल तेरो माइतीले राजा कहाँबाट धोकेर आयो यति राति कुकुरका मुख खारी जे खाइ तलाई बाल राम्रो राम्रो तर्नीसँग नाइट कलमा बसेर आएको छु म गर के गर्छस् लु त्यही जाने जहाँ जे खाएको छ त्यो क्लबतिर त्यही गएर सुत्ने यहाँ त्यही गरेर सुत्ने मतलब त्यही गएर सुत्ने घरको बुढीसँग सुत्दा सुत्दा वाक्क भइसक्यो सुत्छु मलाई के त जस्ता केटी मान्छे कति पाइन्छ कति तेरो म अभागी पति गइहाल्नु यहाँ मेरो घरमा आउनु पर्दैन तेरो चोथाले अनुहार खुरुको लागि चाबी खल ढोका हल भने सुन्नुहोस् अरे रुन्ची कि आमा तपाईँ नहलेर के हुन्छ र 4 वर्ष अगाडि म्यादी पुलिसमा जाँदाखेरि पुरा स्लिपिङ ब्याग पाछु त्यही लिएर बाहिर सुत्छु म तैँले नहलेर बाल मलाई यहाँ मेरो घरमा डिस्टर्ब गर्न आउने होइन है खुर्क तेरो घर रे तेरो बाउको घर मैले नकमाएसँग मेरो घर हुन्छ तेरो ससुरालीमा चाहिँ म आफ्नै घरमा आछु ढोकावाल जाने उतै जान्दा रक्सी खाएको छ त्यही गरेर सुत्ने यो अर्कैसँग सल्किछेस र झन् आजकल उल्टे कुरा गर्छ अर्कैसँग सल्किछेस क्या हो 12 बजे राति रक्सीको मुठ खाएर आएर यहाँनिर हल्ला गर्ने होइन है समाजले के भन्छ जडिया मुठ खाछु म तेरो मुठ थोडी खाछु रक्सीको मुठ खाछु म तेरो मुठ थोडी खाछु मैले जसको सुकै खाऊ मेरै सम्पत्ति खा तैँले किन्दिछेस मलाई अर्कैसँग पल्किछेस क्या हो राम्रो सिर्नी राम्रो श्रीमती पाल्न पनि गाह्रो छ यार क्लबतिर म केटी घुमाउने यता अर्कोले घुमाइदिएर हुन्छ यार राम्रो श्रीमती बिहा गरेर पनि साह्रै गाह्रो जिन्दगीभरि कोठामा बस्नुपर्छ केटा हो ए रुन्ची ग्यामा ढोका खोल भने सुन्नुहोस् कुन दिन म यो बुढोलाई छोडेर हिँड्छु अनि मलाई ढुक्क हुन्छ यो सारङ्गी रेटिन्छ छोडेर हिँडिसक्थे सारङ्गी रेटिन्छ बुढीलाई सारङ्गी रेटिन्छ बुढीको गर्लफ्रेन्ड भेटिन्छ हामीले त के त दिन्छ र यस्तै छ क्या रुन्ची आमा कोहीसँग बस्नुभन्दा त बुढी जीवनमा एक्लै बसेको भए हुन्थ्यो बेनी नगरिकन कुन दिनमा दशा लागेर यस्तो जडिया बुढो कोही भेट्यो मेरो दौरा जान देखेर त हो नि तैँले मसँग माया लागेको होइन भन् त अनुहार पनि नपरेको बिहोरा पनि नपरेको मेरै भाग्यमा कुन चाहिँ श्राप दियो भने यस्तो पोइ भेटेर तेरै छ तेरै सत्य सावित्री तेरै अनुहार चाहिँ हेमा मालिनी जस्तो म त हेमा मालिनी जस्तो जस्ता केटी हो त म त कति रत्न पार्कमा बेलामा भेटेछु नि तँलाई दशा होइन दशा चाहिँ मलाई लागेको चाहिँ कुन दिन यस्तो अनुहार धनुहार केटी पाएछ यार सला राम्रो राम्रो केटी मान्छेले पर्पज हानेकै थिए सला के दिमाग सक्कर यस्तो केटी पछि लागेको मेरो मलाई ला अनुहारले आउँछ होला नि केटी लिएर आउनु हेरौँ जवानीमा त झिल्के थिए यार केटी तँ जस्तो थोडी हो मेकअप लाएर बस्नी जिम गएर टिक्रा सिक्रा बनाएको थिएँ अहिले पो रक्सीले सक्यो हेर केटी अब तर अर्की बिहार्न पर्छ क्या घरकी ढोका खोल्ने भए खोल्न त म अर्की बुढी ल्याएँ ढोका खोल्ने भए खोल्न त म अर्की बुढी ल्याएँ ल्याउनु मलाई केही मतलब एक्लै बस्छु एक्लै नानी हुर्काउँछु एक्लै बस्छु सँगै जिउने कसम खाएको होइन र एक्लै जाने भन्छेस मरेकी तँला मरेकी रक्सी खानु थालेको छ रक्सी त अब घरको अब छोरा मान्छेले श्रीमतीले कचकच नगरेसम्म कसले रक्सी खान्छ र यार रक्सी खानु बुढी ल्याउनु मलाई मतलब